आज फेरि मैले ओमेगा श्री फार्मेसी कम्पनीको एउटा भिडियो लिएर आएको छु, अपलोड लिएर आएको छु। हेरिदिनु होला अन्तिमसम्म। हजुरहरूले यो सिबिल लामा युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र कुन ठाउँबाट हेर्दै हुनुहुन्छ एउटा मिठो कमेन्ट छोडेर जानु होला। त्योभन्दा पहिला हामी एउटा कमेन्ट लिनेछौँ। हाम्रो राज पोखरेल सरले चाहिँ कमेन्ट एकदम मिठो कमेन्ट छोड्नु भएको छ, सुझाव पनि दिनुभएको छ। यहाँलाई धेरै धेरै धन्यवाद छ सर। हामी पहिला सुरुमा नेप्से हेर्नेछौँ। नेप्से मधुमा दुईवटा कम्पनीले 10% सर्किट हान्दै गएको छ। त्यो मध्ये पनि हामी आज ओमेगा श्री फार्मेसी कम्पनीको कुरा गर्नेछौँ, जुन चाहिँ औषधि उद्योगमा पर्नेछ, औषधि उत्पन्न गर्ने कम्पनीमा पर्दछ। अब हामी सुरु गर्नेछौँ। एउटा कमेन्ट लिँदैछु म। वाउ दाइ सधैँ ल्याउनु पर्यो है भन्नुभएको छ भने अर्को सरले लेख्नु भएको छ 2025सम्म पुग्छ भन्नुभएको छ। पुग्छ सर, यो मजाले पुग्छ, तपाईँ नआत्तिनुहोस्। यो म 2025सम्म हामी पुग्नेछौँ। यो हेर्न सक्नुहुन्छ, हेर्दै जानुहोला। आज चाहिँ कम्पनीमा 4370 किता चाहिँ बेचेको छ साथीहरूले, 10% सर्किट हान्दै। आज 19औं पटकमा आजसम्म होल्ड गर्ने साथीहरूले चाहिँ 19,494 रुपियाँ चाहिँ कमाउनु भएको छ भने आज मात्रै होल्ड गर्ने साथीहरूले 1449 रुपियाँ 50 पैसा कमाउनु भएको छ है। त्यसै गरी कम्पनीतिर हेर्नेछौँ। होल्ड गर्ने कम्पनीमा चाहिँ ब्रोकर नम्बर 64ले 4320 किता चाहिँ होल्ड गर्नुभएको छ। त्यसै गरी आज बाई गर्ने कम्पनीमा हेर्नेछौँ। 64 ब्रोकर नम्बरले नै आज पनि 4330 किता, जुन 99 पोइन्ट भन्दा बढी चाहिँ एउटै कम्पनीले बाई गरेको छ। सेल गर्ने कम्पनीहरूमा चाहिँ सबै कम्पनीहरूले सेल गरेको छ, तर बाई गर्ने कम्पनीले चाहिँ एउटा मात्रै कम्पनीले बाई गरेको छ। यसको अर्थ यो जान्न चाहन्छ कि होइन, कम्पनीको चाहिँ एउटै ब्रोकरले चाहिँ तानिरहेको छ कि उठाइरहेको छ। त्यही भएर यो कम्पनी धेरै माथि जान सक्छ। डपटेन नेटको हेर्ने भए यसको 0.25 रहेको छ, जुन यो राम्रै हो, एकभन्दा राम्रो नै हो। आजसम्म चाहिँ यो कम्पनीको 12,320 किता मात्रै कारोबार भएको छ। धन्यवाद।